गोल कस्तो मिठो गोल हान्यो के रोनाल्डोले। यस्तो गाह्रो थियो यार तर गोल हान्न नि। गोली पनि त्यस्तो राम्रो थियो, मिठो गोल हान्ने। र एउटा कुरा चाहिँ याद आयो, भोक लाग्यो। म भोक लाग्यो, खाजा के हो नि? के को खाजा खाजा भन्न पर्यो? त्यही रोनाल्डोलाई गोल गोल भन्दै बस्दै गर्न। गोल हानेपछि गोल त भन्छन् नि। के खाजा चाहियो? त्यही मोबाइल खानुहोस्। मोबाइल खान मिल्दैन के, खाजा के हो? आफूले यहाँ काम गर्न लाग्छ, बाटोमा पहिरो गएर एउटा बाइक र मान्छे पुरेर मान्छे सिरियस भएर हस्पिटल लछन् अरे। मैले त त्यो न्युज नलेखेसम्म तँलाई मैले केही खाजा बनाउनेवाला छैन आज। 10 मिनट पछि त लेख्यो हुन्छ नि। 10 मिनट तैँले वेट गर्न हुन्न? मैले न्युज रोकेर राखौँ? मम्मी त भोक लाग्यो के, पेट भोक लाग्यो नबोले, यहाँ डिस्टर्ब नगर मलाई। तैँले आफै गर बनाएर खाजा, के खान मन लाग्छ त्यही खाजा। यहाँ गएर त भन्थ्यो र बनाउनु आएर पो न। अनि त्यो मोबाइल हेर्न चाहिँ आउने, तँलाई खाजा बनाएर खान चाहिँ नआउने? न त पहिला त्यो मोबाइल फाल अनि बल्ल खाजाको कुरा हुन्छ। तर मैले यो काम नसकेसम्म तँलाई खाजा बनाउनेवाला छैन। मोबाइलले मेरो खाजा खानु के रोकिन्छ र? 24 घन्टा मोबाइल हेरेको छ, टिभी हेरेको छ, अनि त्यहाँबाट भोक लागेको छ, बिहान खुवाएको छ, अनि दिउँसो खाजा भनेको छ, बेलुका भात भनेको छ, अनि 24 घन्टा यसै छ। कति बेलै तैँले पढ्छस्? भ्याइसक्यो के, होमवर्क त बिदाको। जा, तँलाई के मन लाउँछ त्यही बनाएर खाजा। आलु भुटिदिनु त नि, फ्रेन्च फ्राई गराइदिनु त नि। आलु काट्ने त खुबी छैन, फ्रेन्च फ्राई के खान्छ नि, म भोकै बस्ने। अब ल ठिक छ, मैले सकेँ। तँलाई के मनपर्छ त्यही भन। अर्को गोल ल त नि, मम्मीहरूले पास के अरे चटपट बनाइदिनु त नि। फेरि चटपट खाना हुँदैन, चटपट भन्ने तँलाई अहिलेसम्म थाहा छैन है। जति मम्मी चाउचाउ गराइदिनु त नि। चाउचाउ त झनै खान हुन्न, झनै आन्द्रामा गएर बेरिन्छ चाउचाउ। हजुरले चाउचाउ आन्द्रामा गएर बिरिन्छ भनेर कल्याण। चाउचाउ पनि खान हुँदैन। त्यो पनि खानुहुन्न, त्यो पनि खानुहुन्न, फलाना पनि खानुहुन्न, ढिम्काना पनि खानुहुन्न, के खाने त नि? पप